लाइफमा के भइरहेछ कि आजकल के भइरहेछ सोचे जस्तो केही नै भइरहेको छैन होइन अनि टकिङ यति धेरै पढेको छैन कहिले पनि भने र लाइफमा मैले कहिले पनि यति त्यो चित्त दुखाएर चाहिँ कहिले पनि सानै बेलामा पनि रुवाएको थिएन होला क्या So I cried my heart. So hello and namaste everyone. Welcome to the yet another vlog of Dr. Aniket Vlogs. So this is going to be a life update kind of thing. So I just appeared my IC exams and this results were not that good as I expected. त्यसपछि त्यसको बारेमा पनि कुरा गर्छौँ र आज चाहिँ हेर यो ब्रेसेस छ नि यो ब्रेसेस निकालिरहेछौँ अनि बाटोमा जाँदाखेरि कुरा गरौँला एन्ड अल्सो ब्रेसेसको बारेमा नि अब धेरैजना ब्रेसेसको थाहा नै छ मेरो 2.5 वर्ष भयो ब्रेसेस लगाएको most of you people from TikTok have been my ब्रेसेसको फ्यान and thank you so much for all the love and support अनि लाइफ अपडेट गर्छु के छ प्लान कस्तो छ प्लान लाइफको अब अगाडि सीको किन यस्तो भयो के भयो कस्तो भयो all will be in this vlog र अहिलेको लागि चाहिँ बाई बाई आइएम सुटिङ दिस विथ Osmo Pocket 3 है आई जस्ट गट इट अस्ति इक्जामको टाइममा इम्पल्स बाई गरिहाल्यो ठिकै छ केही छैन माइक छ यहाँनिर अब गएर चाहिँ हामी अब निकाल्छौँ ब्रेसेस कुरा गर्दै जाउँला दिस भ्लग इज गोइङ टु बी फन आई थिङ्क आई विल डु रेगुलर भ्लगिङ अहिलेको लागि बाई बाई टेक केयर गाइस So I'm riding my way to Tulikela Hospital है ल खै त कति उठ्यो ल ल ल आज चाहिँ शिवरात्रि नाम के हो भन्नु ल हामी सब्स्क्राइब गर्दिन्छौँ डाक्टर अनिकेत हजुर डाक्टर अनिकेत ब्लग्स डक्टर अनिकेत अनि ल गएको ल केटा ल बाई बाई सो आज चाहिँ शिवरात्रि हो अनि केटाहरू चाहिँ बाटो छेकेर बसिरहेको रहेछ मसँग 5 रुपियाँ थियो बिचरा 5 रुपियाँ दिएको मान्न चाहिँ मान्यो ज्ञानी बच्चाहरू रहेछ सो यहाँ पैसा बगेर चाहिँ अगाडि रोक्यो भने चाहिँ झ्याउ हुन्छ अब हेरौँ के हुन्छ यहाँ हाम्रो हालत ए यहाँनिर पछाडि रहेछ धन्न म यताबाट आएछु ट्याक्कै चेक थियो ठिकै छ गल्ली गल्ली बाटो गइरहेको छु त्यही भएर पनि अलिक झ्याउ हुनसक्छ बट नेभरदलेस बाई बाई अहिले पछि भेटौँ न अरू कोही आयो भनेदेखि अहिलेको लागि बाई बाई है त गियर चेन्ज गर्नु पऱ्यो सो हामी चाहिँ यहाँ डेन्टलमा छौँ साकुन्डी आइ गरिदिनुहोस् ल अब यो निकाल्ने हो सर चाहिँ तल तल जानुभएको रहेछ बिजी हुँदो रहेछ मेरो नयाँ क्यामेरा कस्तो छ यो निकाल्दाखेरि दुख्छ जस्तो लाग्छ मलाई तर दिलले दुख्दैन भन्नुहुन्छ माथि यस्तो रड छ क्या मेरो भ्याम्पायर रड अनि यो डेन्टलको डक्टरहरूले चाहिँ जहिले पनि दुख्दैन 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 भन्नुहुन्छ लास्टमा यस्तो दुखाइदिनुहुन्छ कि उहाँले नै होला सियर दुख्दैन भन्नुभएको छ मैले लाइभ रियाक्सन खिचिहाल्छु होइन अलिअलि त दुख्छ अब अलिअलि त सहनु परिहाल्यो होइन अरू डिटेक्सन गर्ने नि कस्तो हुँदो रहेछ फेस ट्र्याक इनेबल्ड यसो के हुन्छ अब है त एकछिन भेटौँला अहिले सर आउनु भएको छ नि सर तल जानुभएको छ ग्याप अलिकति बाँकी भएको छ यहाँ कस्तो ड्राई भइहाल्छ हाम्रो ड्राई त्यही भएर चाहिँ स्टिल 2-3 विक्स यहाँनिर ग्याप रहेछ अरे स्याड भयो त्यो गोप्रो हो यो चाहिँ के भयो त यो चाहिँ अस्मो पकेट भन्ने हो हजुरको माइक यहाँनिर हुन्छ त्यसमा माइक पनि हुँदैन क्या यसमा चाहिँ माइक पनि यसरी बोल्न सक्यो र हाम्रो आज क्यान्सल जुला भयो नि त धेरै हुन्छ दिदी मलाई टाई निकाल्दिनु न दिदी अब कहिले हो 3 हप्तापछि 3 विक्स ग्याप भयो भने होइन ग्याप त फुल्ली क्लोज हान्नु पऱ्यो हामीले ल कहिले 2.5 गर्छ है कति भयो इन्टर्नसिप हुँदाखेरि लाग्यो इन्टरनेट गर्छ एमए गर्छ 3 वर्षै हुनु लाग्यो दिदी यार 28/5/2023 26 भइसक्यो यसो अनि 3 वर्ष त होइन 3 इयर्स कतिवटा गएको छ ल यति यति खै तल गर्नु त राख्छ ल बहुत पुग्छ अरू के ल्याम भन्नु न भयो हजुर न मैले लिइसकेँ गरेर सिराउनु नि क्या गरेर सिराउनु झ्याउने क्या डेन्टलमा फुट सबै सुक्छ नि सागन दिले चाहिँ दुखाउनु हुन्न है
जटाधारी कहिले होला सवारी ठिकै छ मिलाएर हान्दिउँ अब टेन्सन छ अलिकति लाइफमा है टेन्सन भन्नु हुँदैन के गर्ने लाइफमा के भइरहेछ क्या आजकल के भइरहेछ सोचे जस्तो केही नै भइरहेको छैन होइन अनि टकिङ अबाउट मेरो सिईको इक्जाम अनि मैले लाइफमा होइन त्यस्तोसँगले जी ज्यान लाएर पढेँ कहिले पनि थिएन क्या होइन अब फाइनल इयरमा लगभग पढिरहेको थियो यसमा चाहिँ सिई भनेको 19वटा सब्जेक्ट हुन्छ फर्स्ट इयरदेखिबाट लास्ट इयरसँग यस्तो पढेँ कहीँ पनि मैले अब फ्यामिलीसँग नै 2-3 हप्ता भेटेन होइन धुलीखेला बसेर पढिरहेको थिएँ अनि यस्तो पढेँ अनि पढेर मात्रै नहुने रहेछ मैले रियलाइज के गरेँ भन्दा इक्जाम दिएर आउँदाखेरि पनि यति कम ऱ्याङ्क आउँला त सोचेको थिएन मैले भने जस्तो इक्जाम त भएको थिएन तर यति कम ऱ्याङ्क आउँला भनेर चाहिँ मैले सोचेको थिएन होइन आयो पनि त्यस्तै 200-300मा आउँछ एटलिस्ट धुलीखेल हस्पिटल पाउने चान्सेस पनि हुन्थ्यो 200सम्म आएको भए 200सम्मै आएन भने 300 आयो भने काठमाडौँसम्म पाइन्छ भ्यालीमा पाइन्छ भन्ने मेरो एउटा त्यो विश्वास थियो बट देन टर्न आउट एकदमै कम ऱ्याङ्क आयो क्या अनि मैले क्वेसनहरू पनि यसो ट्याली गरेँ 1-2 ब्लन्डरै भएको थियो मेरो मिस्टेकै भएको थियो मैले रियलाइज के गरेँ भनेर भन्दाखेरि लास्ट इयरको सिई मैले दिएको थिएन क्या होइन अनि त्यो भएपछि अनि योपालि के भएको थियो भने इक्जाम दिँदै गर्दाखेरि चाहिँ ठ्याक्कै 50वटा गर्दाखेरि मेरो 1 घन्टा गइसकेको थियो मलाई 150वटा क्वेसन सल्भ गर्नको लागि चाहिँ जम्मा 1.5 घन्टा के अरे 2.5 आवर्स 2 घन्टा मात्रै बाँकी थियो क्या 150वटा सल्भ गर्न 2 घन्टा मात्रै बाँकी थियो अनि म त्यसपछि चाहिँ रसमा गरेँ अनि कति अब कुराहरू सिम्पल कुराहरू दायाँ बायाँ पनि तलमाथि भएको रहेछ अनि त्यो कुराले गर्दाखेरि चाहिँ अलि स्याड भयो अघि नै भने नि त लाइफमा यति धेरै पढेको थिएन कहिले पनि भने र लाइफमा मैले कहिले पनि यति त्यो चित्त दुखाएर चाहिँ कहिले पनि सानै बेलामा पनि रुवाएको थिएन होला क्या सो आई क्राइड माई हर्ट आउट अब त्यो रुनु खासै व्याँ रोएछ भन्नेवाला कुरा होइन मन हल्का अब नरुन्जेलसँग कस्तो भइरहेको थियो हल्का त्यो अलिकति इमोसन्स आउट भइसकेपछि अलिकति हल्का चाहिँ फिल भयो है सो इट्स नट इनफ टु वर्ल्ड 612 आएको छ ऱ्याङ्क त्यसो गरेपछि अब कतै न कतै काहीँ न काहीँ पाइ नै हाल्छ डरमा हाम्रो इन्ट्रेस्ट सब्जेक्ट अफ इन्ट्रेस्ट अब होपफुल्ली अब रिम्याचिङहरू हुँदाखेरि काठमाडौँमै पायो भने त बेस्टै हुन्थ्यो बट काठमाडौँ पाएन भनेदेखि नि उता विराटमा नेपालगञ्जमा नोबेलमा चितवनमाहरू पाउने चान्सेस छ अब त्यहाँ भयो भने त मेरोलाई त बेस्टै हो म पढिदिन्छु मलाई केही छैन बट देन माई हार्ट चाहिँ अलवेज आई वुड नेभर थट अफ एनिथिङ एक्सेप्ट धुलीखेल क्या मलाई यो कुराले चाहिँ के रियलाइज गर्यो भनेदेखि तिमीले लाइफमा केही कुरालाई पनि यस्तो ग्रान्टेड लिन नपर्ने रहेछ नलिउ जस्तोवाला भयो कि किनभनेदेखि दिमागमा थिएन क्या त्यो माइन्डसेट हुन्छ नि त वाट इफ नट धुलीखेल वाट इफ नट डरमा भन्ने मेरो दिमागमै थिएन क्या अब अहिले अब धुलीखेल मैले कुनै अब रामसाम दण्डभेद जे लाग्यो भने धुलीखेल त पाइँदैन अलिकति गाह्रै छ मेबी अब कुनै मिराकलै भयो भने मात्रै मैले धुलीखेल पाउने नभए पाउँदिनँ होइन सो अब बाँकी भनेको डरमा त मैले पाइ नै हाल्छु है सो त्योवाला एक्सपिरियन्स लिएर चाहिँ लाइफमा हिँड्नु हुँदो रहेछ इट हर्ट्स एकदमै नराम्रो डेन्जरै हर्ट गर्ने रहेछ भन्ने कुरा चाहिँ रियलाइज गरेँ अनि या द्याट्स इट अब लेट्स होप फर द बेस्ट जे होता है अच्छे के लिए होता है भनेर अगाडि चढ्नु पऱ्यो है अब तर यस्तो मन दुख्छ क्या धुलीखेल अहिले आउँछु काम अहिले धुलीखेलमै काम गरिरहेको छु अनि त्यसपछि यो एरियामा आउँदाखेरि नै कस्तो मैले चाहिँ डिपार्टमेन्टमा नि म गएको थिएन कि एकैचोटि नाम निस्किएपछि जान्छु भनेर 2 महिना भएको थियो डिपार्टमेन्टमा कति जान मन थियो कति त्यहाँ बस्न मन थियो कति गर्नु मन थियो त्यही पनि म चाहिँ अब नाम निस्किएपछि एकैचोटि खुसी खबर लिएर जान्छु आई विल कम ब्याक विथ ह्याप्पी न्युज काइन्ड अफ थिङ थियो अनि त्यसपछि डिपार्टमेन्टमा जानु पनि अब कसरी जानु के गर्नु त्यो धुलीखेल मिस हुन्छ अनि हट अलिकति चिसिक्क हुन्छ त्यहाँ ठ्याक्कै धुलीखेल हस्पिटलमा छापा हाल्नु जाँदाखेरि पनि डिपार्टमेन्ट हेर्दाखेरि धुलीखेल हस्पिटलमा 1 वर्ष आमाको रूपमा काम गरेर रेजिडेन्टै भएर आउँछु भन्दाखेरि आउन सकेन अब या मेबी गड ह्याज अनदर प्लान फर मी अलिकति म्याच्योर अलिकति आउट अफ द बक्स गराउन खोजिरहनु भएको छ होला लेट्स थिङ्क द्याट वे किनभनेदेखि स्याडै भएर बसेर नि काम छैन या दिस इज अल वाट आई हेभ टु से र अर्को भनेको चाहिँ सी एस्पिरेन्टहरूको लागि चाहिँ टाइमिङ है त्यो टाइमिङ नमिलेपछि के हुँदो रहेछ के हुँदो रहेछ के हुँदो रहेछ है त्यो त्यस्तोवाला कुरा चाहिँ ध्यान दिनु पऱ्यो एक्सपिरियन्स चाहिँ दिनु होला एक्सपिरियन्समा 1 वर्ष अगाडि दिन पाइन्छ त्यो चाहिँ दिनु होला अहिले